साथीहरू आज चाहिँ मैले बेलुकाको खानामा चाहिँ मुला भन्टा आलुको मिक्स तरकारी बनाउन गइरहेको छु है। जसको लागि चाहिँ मैले सुरुमा कराईमा तेल हालेँ है। तेललाई चाहिँ एकदम राम्ररी तताएँ। तेल तताइसकेपछि त्यसमा चाहिँ मैले मेथीको फोरन दिएँ होइन। मलाई चाहिँ फोरन मनपर्छ। फोरन मनपर्ने भएको हुनाले चाहिँ म चाहिँ हरेक तरकारीमा फोरन हाल्ने गर्छु। र हेर्न सक्नुहुन्छ मेथी रातो रातो हुँदैछ है। यो मेथी रातो रातो हुँदै गएपछि चाहिँ यसमा चाहिँ मैले सुकेको खुर्सानीको फेरि फोरन दिएँ है। अब यो सुकेको खुर्सानी र मेथी अलि रातो भइसकेपछि चाहिँ यसमा मैले काटेको मुला हालेँ। हेर्न सक्नुहुन्छ मुलाको चाहिँ मैले पिस अलिक ठुलो ठुलो गरेको छु। अनि अब मुला हालिसकेपछि चाहिँ अब यसमा मैले भन्टा र आलु मैले हालेँ है। मैले चाहिँ भन्टा आलु र मुलालाई हालिसकेपछि चाहिँ यसलाई चाहिँ एकदम राम्रोसँग चलाएँ है। चलाइसकेपछि चाहिँ यसमा मैले नुन अनि बेसार हालेँ है। नुन बेसार हालिसकेपछि चाहिँ एकछिन यसलाई मैले खुब चलाएँ है। हेर्न सक्नुहुन्छ है मैले नुन बेसार मात्र अहिले हालेको छु होइन। अब यसो नुन बेसार हालेपछि चाहिँ यसमा अलिकति पानी निस्किएको छ है। अब त्यसपछि चाहिँ यसमा चाहिँ मैले सर्सो र तोरीको मसला, सर्सो तोरी र लसुन हालेर मैले पिनेको थिएँ त्यसको मसला होइन। अनि रातो खुर्सानीको धुलो र टमाटर हालेँ है। अब यसलाई चाहिँ फेरि एकछिन चलाएँ। हजुर यसलाई चाहिँ अलिकति राम्रोसँग चलाइसकेपछि चाहिँ हेर्न सक्नुहुन्छ अलिक कस्तो राम्रो देखिरहेछ है। यो चाहिँ पाकेपछि झन् राम्रो देख्छ कि साथीहरू। अनि त्यसपछि यसलाई चलाइसकेपछि चाहिँ मैले एकछिन यसलाई छोपिदिएँ है। छोपिसकेपछि चाहिँ हेर्नु साथीहरू अहिले चाहिँ तरकारी यस्तो भएको छ होइन। यसलाई फेरि एकछिन चलाएँ मैले। हेर्न सक्नुहुन्छ अघिभन्दा अलिकति राम्रो कलर आएको छ, कस्तो राम्रो पनि देखिरहेछ है। अनि मलाई चाहिँ साथीहरू भन्टाको तरकारीमा चाहिँ जिरा धनियाँ भन्दा पनि मलाई चाहिँ भन्टाको तरकारीमा सर्सो हालेको चाहिँ एकदम मिठो लाग्छ कि। सर्सो टमाटर हालेर हल्का धनियाँको पत्ता छर्किँदाखेरि त्यो तरकारीको टेस्टै बेग्लै हुने कि साथीहरू। अनि हेर्न सक्नुहुन्छ मैले चाहिँ हल्का रस हालिदिएको छु होइन। रस हालेर अनि यसलाई चलाइसकेपछि चाहिँ मैले हालेको छु होइन। रोटी खानालाई चाहिँ धेरै तरकारी नचाहिने भएको हुनाले चाहिँ मैले चाहिँ तरकारीमा हल्का रस हालिदिएको छु है। यसो उम्लिँदैछ तर मैले यसलाई छोपिदिएँ है। अब चाहिँ हेर्न सक्नुहुन्छ साथीहरू मेरो फाइनल तरकारी मेरो लगभग रेडी भइसकेको छ। हेर्न सक्नुहुन्छ है हल्का रस छ, कस्तो राम्रो कलर देखिरहेछ है। जस्तो यो कलर देख्छ खाँदाखेरि पनि त्यत्तिकै मिठो हुन्छ है। यो जिरा धनियाँ सर्सो भन्दा पनि यो सर्सो हालेको तरकारी चाहिँ एकदम मिठो लाग्ने कि। हेर्न सक्नुहुन्छ साथीहरू मेरो तरकारी चाहिँ रेडी भयो। अब चाहिँ रोटी पकाउन गइरहेको छु। हेर्नुहोस् न साथीहरू रोटी पकाउने बेलामै ठ्याक्क लाइन गएर कस्तो तनाव भयो कि। अनि टर्च लाइट बालेर मैले चाहिँ रोटी पकाउँदैछु। अनि मेरो रोटी हेर्न सक्नुहुन्छ साथीहरू म चाहिँ बिहान बेलुका नै रोटी पकाउने गर्छु है। मेरो ससुरबुवाले चाहिँ रोटी नै खानुहुन्छ कि। अनि त्यही भएर चाहिँ म चाहिँ बिहान बेलुकै रोटी नै पकाउने गर्छु। उहाँको लागि चाहिँ हाम्रो लागि चाहिँ भात पाक्छ अनि उहाँको लागि चाहिँ रोटी पाक्छ है। अनि यो चाहिँ मेरो रोटी पकाउने कराई हो। हजुरहरूले भन्नु होला फेरि कस्तो कालो कराई भनेर। यो कराई धेरै पुरानो कराई हो कि। यसलाई जति सफा गरे पनि यो रोटी कराई चाहिँ सफै नहुने कि। मसँग त सफा हुन सकेन है साथीहरू। हेर्न सक्नुहुन्छ टच बाली भए पनि मैले चाहिँ रोटी चाहिँ पकाएँ। हेर्न सक्नुहुन्छ है। मलाई चाहिँ फेरि रोटी कराईमा पाकिसकेपछि चाहिँ अनि लास्ट टाइममा चाहिँ मलाई ग्यासमा रोटी पोल्नुपर्छ। मलाई चाहिँ यसरी रोटी पोलेर पकाएको रोटी चाहिँ मलाई राम्रो लाग्छ होइन। हेर्न सक्नुहुन्छ साथीहरू कस्तो राम्रो रोटी पक्क फुलेको छ है। अनि तरकारी र रोटी रेडी भइसकेपछि चाहिँ अब पालो अचार बनाउने है। मैले बेलुकाको समय भएको हुनाले चाहिँ मैले अहिले चाहिँ प्याजको अचार बनाउन गइरहेको छु। जसको लागि चाहिँ मैले त्यसमा प्याज है अनि त्यसपछि तपाईँको हरियो खुर्सानी पिस गरेर राखेको खुर्सानी हाल्दैछु होइन।
अनि प्याज र खुर्सानी हालिसकेपछि चाहिँ यसमा मैले अलिकति आँपको अचारको मसला है, यसमा आँपको पिसभन्दा पनि आँपको मसलाको अचारको मसला चाहिँ हाल्दाखेरि अलिक बेस्ट हुन्छ है। अनि मैले चाहिँ आँपको अचारको पेस्ट हालिदिएको छु होइन, त्यसको मसला हालिदिएको छु यसमा। अनि अब त्यो हालिसकेपछि यसमा अलिकति नुन हाल्न गइरहेको छु है। अब नुन हालिसकेपछि चाहिँ यसमा मैले हल्का तोरीको काँचो तेल है, काँचो तेल मैले यसमा एड गरेको छु। अब यसलाई यति सामानहरू एड गरिसकेपछि यसलाई चाहिँ हातले मुछ्ने के। अनि मुछिसकेपछि हेर्नुहोस् है साथीहरू, मेरो अचार चाहिँ यतिको रेडी हुन्छ है। यति अचार भएपछि त खाना त कस्तो मजाले जाने कि है। अचार पनि रेडी भयो है। अब चाहिँ म मेरो ससुराबालाई खाना रेडी गर्दैछु है। उहाँको थालमा चाहिँ मैले सुरुमा रोटी हालिदिएँ है। अब रोटी हालिसकेपछि अघि पकाएको भन्टा मुला आलुको तरकारी हालिदिएँ। त्यसपछि चाहिँ मैले अघि प्याजको र खुर्सानीको हातले मुछेको अचार बनाएको थिएँ, त्यो अचार पनि अलिकति बाको थालमा राखिदिए। साथीहरू हेर्न सक्नुहुन्छ है। यो चाहिँ हाम्रो बेलुकाको खाना, रोटी के भन्छ यो भन्टा मुला र आलुको तरकारी र प्याजको अचार हेर्न सक्नुहुन्छ साथीहरू। मेरो चाहिँ यो बेलुकाको खाना हो। यो खाना चाहिँ मैले मेरो ससुराबाको लागि रेडी गरेको। हामी चाहिँ भातै खान्छौँ, यो चाहिँ हाम्रो ससुराबाको लागि खाना हो। थ्याङ्क यू।